रेड बुल इनर्जी ड्रिङ्क हामी सबैले जीवनमा एकपटक न एकपटक त खाएकै छौँ। तर के विश्वास गर्नुहुन्छ, रेड बुल इनर्जी ड्रिङ्कको रूपमा नभई थाइल्यान्डका लेबर्सहरूको रिफ्रेसमेन्टको लागि र औषधिको लागि बनाइएको थियो। सन् 1976मा थाइल्यान्डका च्यालियो युविद्या नाम गरेका व्यक्तिले एक ड्रिङ्क बनाए जसको नाम थियो क्र्याटिङ डेयङ, जसलाई हामी अहिले रेड बुलको नामले चिन्छौँ। उनले त्यो ड्रिङ्क औषधिको रूपमा बेच्ने गर्थे। तर एउटा ग्रेट आइडियाको जन्म तब हुन्छ जब अस्ट्रियन सेल्सम्यान डिट्रिक मार्सिज आफ्नै बिजनेसको क्रममा थाइल्यान्ड जान्छन्। त्यहाँ उनले आफ्नो थकान मेटाउन थाई ड्रिङ्क क्र्याटिङ डेयङ पिउँछन्। उनलाई त्यो ड्रिङ्क एकदमै मनपर्छ र च्यालियो युविद्या र डिट्रिकको 50-50% इन्भेस्टमेन्टमा सन् 1984मा रेडबुलको नाममा बजारमा उतार्छन्। त्यसै गरी 1987मा रेडबुलको कार्बोनेटेड भर्जन बजारमा ल्याउँछन्, जुन विश्व बजारमा अत्याधिक मन पराइन्छ र अहिले पनि हामी स्वादका साथ पिउने गर्छौँ। इजन्ट इट अमेजिङ? यस्तै अमेजिङ भिडियोजहरू हेर्नका लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। त्यसै गरी भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरी फिडब्याक पनि दिनलाई नबिर्सनुहोला। कुनै सोसियल मिडियामा हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्न पनि नबिर्सनुहोला। धन्यवाद।